वेलकम ब्याक सबैजनालाई आजको मेरो ब्लगमा। अनि आज चाहिँ हामी राइड गइरहेको छौँ साथी र दाइसँग है आजको ब्लग। अनि यो ब्लगमा चाहिँ हामीले के गर्यौँ र के गर्यौँ अनि के रमाइलो पलहरू बितायौँ हो त्यो सबै म तपाईँलाई भन्छु, हेर्नु होला। यो हाम्रो फुल इन्जिन मानेको मान्छे है 40 भन्दा बढी कुदाउनु मानेको छैन यहाँ धेरै। अब के भन्नु, अब ड्रोन अड्केर यस्तो हालतमा छ यहाँ माथि। यहाँनिर छ हाम्रो ड्रोन है। ड्रोन चाहिँ अब धेरै सस्तोवाला हो अनि भाइले निकाल्नु खोज्दैछ। मुनिदेखि पक्रिनु पर्छ होइन। कसरी झार्नु म अनि यो चाहिँ हाम्रो ड्रोनदेखि गरेको भिडियो है। ड्रोन चाहिँ एकदमै अलिक लो क्वालिटीको भएर भिडियो चाहिँ राम्रो आएन। अनि ड्रोन पनि अब उडाउँदै आउट अफ कन्ट्रोल भएर यसरी अड्किरहेको छ। अनि यहाँ अड्केको अवस्थामा चाहिँ अब हाम्रो भाइले जिक्ने कोसिस गरिरहेको छ है। अनि यो ड्रोन चाहिँ एकदमै लो क्वालिटीको भएर होला आउट अफ कन्ट्रोल भइहाल्छ। अनि यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ अड्किरहेको छ। भाचिन्छ है भाइ, बिस्तारी गर। दुलो परिहाल्यो नि बेस नामै तेर्थुमको लिम्बुहरू कस्तो हुन्छ ठ्याप्प काटेर मात्रै मुजिला काटी भन्छ नि। फाइनली हाम्रो ड्रोन चाहिँ झरिसक्यो। अब ड्रोन झरिसकेपछि चाहिँ हामीले फेरि नउडाउने गरेको छौँ। अनि ड्रोन उडाएर चाहिँ फेरि आउट अफ कन्ट्रोल भएर अड्किन्छ भन्ने डरले चाहिँ हामीले उडाएनौँ है। अब चाहिँ अब फेरि हामी आफ्नो बाटो लाग्छौँ। सबैजनाले आफ्नो बाइक कुदाउनुहुन्छ। यहाँ चाहिँ हाम्रो भाइले बाइक कुदाउँदैछ। देख्न सक्नुहुन्छ हाम्रो आन्दोलनको जेएनजी भाइ अहिले चाहिँ हाम्रो जेएनजी आन्दोलन 18 गते कि 19 गतेको लागि रेडी हुँदै हुनुहुन्छ यो बाइक लिएर है। तपाईहरूले कहाँ भेट्नुभयो भने यो मान्छेलाई है पक्रेर राख्नु होला। ऊ जेएनजीको आन्दोलनमा जान आँटेको छ। यो भाइले पनि गोली खाएर मर्छ भनेर मलाई डर लाग्यो। मेरो भाइ हो होइन। उहाँ तपाईँहरूले जहाँ भेट्नुहुन्छ यो भाइलाई चाहिँ पक्रेर राखिदिनु होला कृपया मेरो भाइलाई। मैले चाहिँ यसो रमाइलो लागि बाइक घुमाउनु खोजेको झन्डै म चाहिँ घरबारी बिचिँदै है। त्यही पनि मैले कन्ट्रोल गरेँ अनि ट्याक्क घुमाएर है फेरि लाग्यौँ हामी आफ्नो बाटोतिर। अब यहाँनिर चाहिँ हाम्रो ट्याक्क लगाएर सबैजना आफ्नो बाटोमा हिँड्दैछ। एकजना गायो, एकजना स्कुटीमा, एकजना बाइकमा, एकजना एनएसमा। अनि म चाहिँ मेरो 150 ब्ल्याक निन्जामा छु होइन। अनि यहाँनिर चाहिँ मैले अब हल्का उडाए जस्तो कोसिस गरिरहेको छु। अनि यहाँ उडाउने कोसिस गर्दाखेरि चाहिँ त्यस्तो राम्रो चाहिँ भएको छैन। अघि भिडियो नगर्दा चाहिँ एकदमै राम्रो उडिरहेको थियो। अहिले भिडियो गर्दा चाहिँ फेरि राम्रै उडेन। अनि त्यस्तै पनि केही छैन भनेर मैले ट्राई गरेँ। बाइ द वे केही छैन भनेर फेरि मेरो भाइले चाहिँ अगाडिदेखि उडा न म भिडियो गरिदिन्छु भनेको थियो र मैले फेरि उडाउने कोसिस गरेको। अनि अब ट्याक्कसँगले यो स्कुटीले गर्दाखेरि चाहिँ अलिक अनकम्फर्टेबल भएको थियो र म अलिक अगाडि आएर चाहिँ ट्याक्क विली हानेको। त्यति राम्रो चाहिँ भएन। पल्सर बाइकमा त्यस्तो राम्रो विली चाहिँ हुँदैन किनभने अब त्यसको डबल सकअप हुन्छ। मोनो सकअप भएको भए चाहिँ एकदमै राम्रो गुड्थ्यो। अब केही छैन। अब नेक्स्ट टाइम अब अर्को गाडी उडाउँला होइन। एनएस उडाउँ भने अब त्यसको भर्खर इन्जिन बानेको छ। अनि इन्जिन बानेको गाडी चाहिँ के हुन्छ भने 5-6 किलोमिटर नकुदाइन्जेलसम्म